सम्पूर्णमा नमस्कार। म गोविन्द गैरी। हाल म स्याङ्जा जिल्ला वालिङ नगरपालिका वार्ड नम्बर 10 मा अवस्थित सिजी कोरियन ल्याङ्ग्वेज तथा मल्टी सर्भिसेसको आफ्नै अफिसबाट यो छोटो भिडियो बनाउन गइरहेको छु। आजको भिडियोमा विशेष गरी मैले पछिल्लो समय धेरै नेपालीहरू वैदेशिक रोजगारको सिलसिलामा युरोपियन देशहरू, युरोपियन मुलुकहरूमा चाहिँ धेरै नेपालीहरूको आकर्षणको विषय, केन्द्रको विषय चाहिँ बन्दै गइरहेको कुराहरू छ, जुन तपाईहरूलाई पनि जानकारी नै छ। र यदि तपाईहरू पनि युरोपका विभिन्न देशहरू जस्तै क्रोएसिया, रोमानिया, माल्टा, हङ्गेरी, बुल्गेरिया, फ्रान्स, पोर्चुगल, पोल्यान्ड लगायतका विभिन्न मुलुकहरूमा जुन 28 वटा युरोपियन देशहरू छन्, जुन सेन्जेन भइसकेका छन्, ती देशहरूमा चाहिँ तपाईहरूले पनि जाने क्रममा हुनुहुन्छ, प्रोसेस गर्दै हुनुहुन्छ भने चाहिँ अवश्य पनि हामीसँग जोडिन सक्नुहुनेछ। हामीले तपाईँसँग चाहिँ भिजा प्रोसेसका कामहरू, सम्पूर्ण डकुमेन्टेसनका कामहरू जुन मैले स्क्रिनमा देखाइरहेको छु, ती डकुमेन्टेसनका कामहरू चाहिँ गर्नेछौँ र तपाईँलाई कति समयमा प्रोसेसहरू हुन्छ, कति के डकुमेन्टेसनका कामहरू हुन्छ, कति लागत लाग्छ, यस विषयमा चाहिँ हामीसँग जोडिएर नजिकबाट सहकार्य गरेर तपाईँले परामर्श गरेर चाहिँ हामीसँग चाहिँ सेवा लिन सक्नुहुनेछ। तपाईँ यदि वैदेशिक रोजगारको क्रममा युरोपियन देशलाई चाहिँ आफ्नो गन्तव्यको मुलुक, गन्तव्यको देश बनाउँदै हुनुहुन्छ अनि त्यो अन्यलमा कतै कुनै समस्यामा के गर्ने होला भनेर चाहिँ सोचिरहनु भएको छ भने अब तपाईँले धेरै सोच्नुपर्ने आवश्यकता छैन। तपाईँले सरासर सिजी कोरियन ल्याङ्ग्वेज तथा मल्टी सर्भिसेसको यो आफ्नै पेज अथवा तल दिएको सम्पर्क नम्बरमा चाहिँ सम्पर्क गरी हामीसँग जोडिन सक्नुहुनेछ। अवश्य पनि तपाईँको वैदेशिक यात्राको, तपाईँको युरोप जाने सपनाको चाहिँ सहयात्री चाहिँ हामी अवश्य बन्नेछौँ। हामीसँग जोडिनुहोला। थप कुराहरू चाहिँ पछिको भिडियोमा राख्दै जानेछौँ। अहिलेलाई यति मात्रै भन्दै यो भिडियोबाट चाहिँ बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।